काठमाडौँ उपत्यकाको चोभार नजिकै कीर्तिपुर नगरपालिकामा अवस्थित टौदह एक ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्त्व बोकेको पौराणिक पोखरी हो। पौराणिक मान्यता अनुसार महामञ्जुश्रीले चोभारको डाँडो काटेर काठमाडौँ उपत्यकामा रहेको नागदह भनिने ठूलो तालको पानी बाहिर पठाउँदा उक्त दहका नागहरू बस्ने ठाउँ नभएपछि नागराज कर्कोटक र उनकी रानीका लागि यो पोखरीको निर्माण गरिएको विश्वास गरिन्छ। यही सांस्कृतिक एवं धार्मिक विश्वासका कारण नागपञ्चमीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ र यसलाई नागहरूको निवास स्थान मानेर पुरातात्विक तथा धार्मिक रूपमा निकै पवित्र स्थल मानिन्छ। भौतिक र वातावरणीय दृष्टिकोणले हेर्दा यो काठमाडौँ उपत्यकाभित्र बाँकी रहेका प्राकृतिक जलस्रोतहरूमध्ये एक प्रमुख सिमसार क्षेत्र हो, जहाँ हिउँदमा साइबेरिया लगायतका विभिन्न ठाउँबाट बसाइँ सरेर आउने थुप्रै प्रजातिका चराचुरुङ्गीहरू आश्रय लिने गर्दछन्। जैविक विविधता, चरा अवलोकन, बर्ड वाचिङ र शान्त वातावरणका कारण यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ, जसले यसको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक गरिमालाई आजसम्म पनि उत्तिकै जीवन्त राखेको छ।